सम्पूर्णलाई आजको यस पोडकास्टमा स्वागत गर्न चाहन्छौँ। हामी चाहिँ अहिले न्युजर्सी अमेरिकाको न्युजर्सी राज्यको कर्डवेल ठाउँमा बस्छौँ। हामी यो अपार्टमेन्टमा बस्ने 4 जना साथीहरू मिलेर आजको यो पोडकास्ट केही रमाइलो गरौँ भनेर यो पोडकास्ट सञ्चालन गरेका छौँ। खासै यस पोडकास्टमा हामीहरू धेरै डिपली त जाने छैनौँ, तर पनि केही कुरालाई सरफेसली रमाइलोको रूपमा हामीले डिस्कस गर्ने भनेर पोडकास्ट सुरु गरेका छौँ। यो चाहिँ हाम्रो पहिलो पोडकास्ट हो, त्यसैले हाम्रो खासै के कस्तो हुन्छ पोडकास्टमा भन्ने कुरा त हामीलाई खासै जानकारी छैन, तर पनि हामीले केही गरौँ, आफूलाई कन्फिडेन्स बिल्ड गरौँ भनेर यो पोडकास्ट सञ्चालन गरेका छौँ। सो त्योभन्दा अगाडि चाहिँ म सम्पूर्णलाई इन्ट्रोड्युस गर्न अनुरोध गर्न चाहन्छु। म चाहिँ स्वयं विवेक कँडेल। धन्यवाद विवेक कँडेल। एकदमै छोटो तर लामो इन्ट्रोडक्सन पछि एकदमै राम्रो लाग्यो। म चाहिँ समुद्र भण्डारी, 132 रोजल्यान्डको हाल निवासी र अन्य साथीहरूको लैलैमा लागेर सुत्न लागेको मान्छे उठेर आएको छु। लैरम के हुन्छ? हेलो, मेरो नाम इशक। म यहाँ 4 वर्षदेखि बसिरहेको छु। सबै मेरा भाइहरू हो। गौरव सर। सबैमा हार्दिक नमस्कार। म चाहिँ गौरव गिरी। म आएको चाहिँ हाल 2 महिना भएको छ यो घरमा। अनि हामी चाहिँ अब के कुरा गर्छौँ सुन्दै जानु होला। बाँकी कुरा हाम्रो विवेक होस्टले गर्दै जानुहुन्छ, हामी भन्दै जान्छौँ। आजको यस पोडकास्टमा चाहिँ हामी अमेरिका सुरुमा आउँदाखेरि के कस्ता समस्याहरू भोग्यौँ। अझै यिनीहरू त समुद्र र हाम्रो गौरव भाइ चाहिँ भर्खरै अमेरिका आएका छन्। सो उनीहरूले के कस्तो समस्याहरू भोगिरहेका छन् र कस्तो कस्तो समस्याहरू नयाँ आउनेहरूले भोग्न सक्छन् र उनीहरूलाई के सल्लाह दिन सक्नुहुन्छ ताकि उनीहरूले अब आउँदाखेरि त्यो कुरालाई सुधार गर्न सक्नु र त्यो कुराको माइन्ड मेकअप गरेर आउन सक्नु। भन्नुपर्दा अमेरिका आउँदाको यात्रा भन्दा पनि मेरो अमेरिका आउनको लागि चाहिँ गरेको सङ्घर्ष चाहिँ जे होस् भन्न लायक सुन्न लायक छ जस्तो लाग्छ। जस्तो हजुर एकैचोटिमा भिसा लागेर आउनुभयो जस्तो लाग्यो, तर मेरो चाहिँ अनेक असफलतापछि तेस्रो पटकमा मात्रै भिसा लागेको थियो। नेपाली शब्द खोज्न एकदमै जसरी त्यो मेरो यात्रा थियो, धेरै कुरा सिकियो, धेरै कुरा जानियो होइन। त्यसले मेरो त्यो असफलता मेरो रिजेक्सनलाई मैले एकदमै सेटब्याकको जसरी भन्दा पनि एउटा हुन्छ नि जिन्दगीमा एउटा पाठको तरिकाले लिएको छु। धेरै कुरा सिकायो। नेपालमा एउटा एक्स्ट्रा 1 वर्ष बस्न पाइयो, धेरै कुरा घुमियो, जानियो, सुतियो, घुमियो होइन। त्यसले चाहिँ मलाई एकदमै राम्रो मान्छे बनाउन सफल गरेको जस्तो लाग्छ। सो तिम्रो कथा, तिम्रो सङ्घर्ष, तिम्रो यात्रा अमेरिकासँगको निकै राम्रो र निकै प्रेरणादायी रहेको रहेछ र हामीले सुन्न पनि पायौँ। त्यसको लागि धेरै धेरै धन्यवाद यो प्लेटफर्म मार्फत हामीलाई जानकारी गराएकोमा। सो मेरो प्रश्न के थियो भन्दाखेरि, तिमी अमेरिका आइसकेपछि तिमीले के कस्तो समस्याहरू झेलिरहेका थियौ र अहिले झेल्दैछौ र उनीहरूलाई के सल्लाह दिन चाहन्छौ ताकि उनीहरूले त्यो कुराहरूलाई पहिल्यै सिकेर जानेर बुझेर आउँदाखेरि सजिलो हुन्छ त? निकै नै राम्रो प्रश्न गर्नुभयो। अब अमेरिका आइसकेपछि के भोगियो भन्दा पनि अमेरिका आउनभन्दा पहिला चाहिँ हाम्रो मनमा के आकाङ्क्षा थियो अमेरिकालाई लिएर होइन। अमेरिका जान्छु, यो गर्छु, त्यो गर्छु होइन। जस्तो अमेरिका गएपछि के हुनेछन् भन्ने कुरा एउटा हुन्छ नि, एउटा ट्रुथ भर्सेस रियालिटी जस्तो क्या। रियालिटी चाहिँ एकदम कडैसँग हुँदो रहेछ भन्ने कुरा चाहिँ ट्रुथ भर्सेस रियालिटी, एक्सपेक्टेसन भर्सेस रियालिटीमा जाँदाखेरि चाहिँ
तिम्रो आफ्नो पर्सनल एक्सपेक्टेसन चाहिँ के थियो अमेरिकालाई लिएर भिजा लागेको दिन तिमीले के कस्तो आफूलाई सोचेको थियो अमेरिका गएर म यो गर्छु अमेरिका यस्तो होला कस्तो होला भनेर चाहिँ तिमीले कस्तो नजरिया देखेका थियौ सर्वप्रथम त अमेरिकाले हामीलाई यत्तिकै भिसा दिएको होइन यहाँ पढ्नको लागि चाहिँ भिसा दिएको हो होइन F1 हो हाम्रो स्ट्याटस चाहिँ F1 होइन हाम्रो मेन उद्देश्य चाहिँ यहाँ आएर पढ्ने होइन पढ्ने थियो होइन जस्तो मेरो पनि नेपालमा हुँदाखेरि एकदमै जेनदार विद्यार्थी थिएँ जस्तो पढाइतिर एकदमै झुकाव थियो अब गर्दै गर्दा अमेरिका त पुगिसकेपछि ब्रो भएन त अमेरिका पुगिसकेपछि केही न केही गरिएला होइन राम्रैसँग पढेला पनि राम्रै पढिएला भन्ने त एकदमै कसको प्रो चाहिँ कसको छ त्यसको बाद नेक्स्ट टाइम गर्नु होइन त्यो एकदमै धेरै मनमा थियो होइन जस्तो अमेरिका गएर पढ्छु भन्ने चाहिँ तर यहाँ आइसकेपछि चाहिँ त्यो हुँदो रहेनछ यहाँको वातावरण माहौल बुझिसक्दा चाहिँ होइन पढाइप्रति चाहिँ कम झुकाव हुँदै जानु होइन पढाइभन्दा पनि बाहिरी कुराहरूमा चाहिँ संलग्नता धेरै हुनु होइन अमेरिकाको यो झिलिमिलीले हो कि के हो त्यो त अब हेर्दै जाउँ होइन बल्ल 1 वर्ष पनि भएको छैन अब हेरौँ न के हुन्छ कुराको लागि धेरै धेरै धन्यवाद राम्रो जानकारी दिएकोमा गौरव तिमी पनि अहिले फ्रेसम्यान इयरमा रहेको हुनाले चाहिँ तिमीले के कस्तो समस्याहरू झेल्यौ त त्यो कुरा थोरै जान्न पाए राम्रो हुन्थ्यो ल सुरुमा त अब सोचे जस्तो अमेरिका छैन म भन्छु सायद मैले चाहिँ दुःख भोगेर के हो त्यस्तो होइन सो आउने भाइ बहिनीहरूलाई अमेरिका सोचे जस्तो छैन जे युट्युबमा देखिन्छ जे इन्स्टाग्रामको स्टोरीमा देखिन्छ त्यो रियल लाइफमा छैन स्ट्रगल धेरै नै छ एज एन इन्टरनेसनल स्टुडेन्ट त्यो पनि नेपालबाट आएको अनि मिडल क्लास फ्यामिलीबाट आउँछ भने होइन सो दुःख त अब इन्टरभ्यूभन्दा अगाडि मेरो चाहिँ त्यस्तो दर्दनाक कहानी केही पनि छैन इन्टरभ्यू चाहिँ एकैचोटिमा क्र्याक गरे हो त्यही पनि यहाँ आइसकेपछि चाहिँ दर्दनाक भइरहेको छ मैले चाहिँ त्यो अनुभव गरिरहेको छु सो भन्नुपर्दा अब सुरुमा आइयो कलेजले पिक गर्यो एयरपोर्टबाट अनि आइयो यहाँ त्योभन्दा अगाडि रुम खोज्नुमा छुट्टै तनाव भयो मेरो रुम यहाँ आएर नि रुम पाएको थिएन मैले सो एक दिन आएर सिधै हामी एउटा त्यहाँ इन्डियनको इस्ट ह्यानोभरमा थियौँ होइन फेसबुकमा कुरा आएर थियौँ एउटा इन्डियन थियो अनि इन्डियनकोमा गयौँ सिधै प्लेनबाट झरेर यहाँ आएर अनि फेरि सिधै गयौँ इस्ट ह्यानोभर त्यसपछि त्यो गरेर त्यो घर बेसमेन्टमा थियो त्यो इन्डियन यस्तो टाइपको थियो कि त्यो के भन्छ त्यसलाई अप्रेस गर्न खोज्ने खालको थियो कि एकदम त्यो डन टाइपको क्या होइन अनि जाने बित्तिकै हामीले त्यसको त्यो पारा देखिसकेको थियौँ अनि त्यसपछि हामी गयौँ हामी त बेसमेन्टमा राख्छु भने यत्रो कोठा छ उयो यस्तै कोठा छ के अरे होइन अनि बेसमेन्टमा 4 जना बस्ने भन्यो हामी छैन अनि त्यसको किचनहरू पनि किचन पनि हाम्रो जस्तै सुरुमा युएसए एक्सपेक्टेसन त भइहाल्छ नि होइन यस्तो गर यस्तो गछ सेयर गरेर बसिरहेछ अझ देशीसँग बस्नु परिरहेछ किचनहरू चाहिँ सेयर्ड किचन छ त्यही माथि 4 है अनि बेसमेन्टमा यत्रो कोठा छ यो युएस हुन्छ जस्तो लागिरहेको अनि त्यसपछि त 2 जना थियौँ एउटा अर्को साथी र म अनि नबस्ने डिसिजन गऱ्यौँ होइन हामीले त्यसपछि मलाई थाहा थिएन ल इस्ट ह्यानोभरमा थियौँ इस्ट ह्यानोभर भने सायद कतिलाई यो नामै नयाँ होला होइन सो पार्सिपेनीको साइडमा छ इस्ट ह्यानोभर अनि त्यसपछि हामी कहाँ गयौँ भन्दा एउटा नेपाली स्टोर इन्डियन स्टोर हो बट नेपालीहरूले चलाइरहेको नेपाली अनर भएको रहेछ नजिकै थियो अनि त्यहाँ गयौँ मोमोसम्म खायौँ समोसा खायौँ त्यसपछि चाहिँ त्यो आन्टीहरूले चाहिँ एउटा अपार्टमेन्ट लिज गर्नुभएको रहेछ क्या जुन म प्रिभियसली बसिरहेको थिएँ अनि त्यो अपार्टमेन्टमा चाहिँ भोलि पर्सिबाट चाहिँ खाली हुन्छ 15-50 छ भाडा भन्नुभयो होइन अनि हामी 4 जना बस्छौँ भन्यौँ 1 BHK को थियो त्यो पनि बेसमेन्टमा थियो गयौँ हेऱ्यौँ त्यही दिनै अनि हामीलाई मन पऱ्यो किन मन त परिहाल्छ बेसमेन्ट भयो नि जे भएन अपार्टमेन्ट र घरको कम्पेरिजनमा अपार्टमेन्ट अफकोर्स बेस्ट हुन्छ होइन त्यही माथि गयौँ ठुलो छ सब कुरा मिलेको है हामीलाई त मन पऱ्यो अरू अप्सन पनि छैन त्यही नै हो पार्सिपेनीबाट गाडी कलेजमा कति बजे आउँछ केही थाहा छैन सो 8 माइल्सको दूरी थियो त्यति बेला हामी बस्ने ठाउँ र कलेज अनि त्यही भयो त्यसपछि हामी त्यहाँ सेटल भइयो त्यसपछि आउन जान दुःख भयो अनि अहिले फिलहाल 132 रोजल्यान्ड एभिन्यूमा चाहिँ सरेर बसिरहेको छु बसाइको यात्रा यहाँसम्म सरेको छ मलाई तिमी अमेरिका आउँदाखेरि तिमीले कलेजलाई तिर्नुपर्ने चाहिँ कति जति थियो पर सेमेस्टर
सो पर सेमेस्टर फिलहाल चाहिँ 5,000 जति छ होला, अब चाहिँ बढ्दै गएको छ, बढ्दो क्रम बढिरहेको छ। सो 5,000 जति छ कलेजलाई मात्र, बाँकी अब आफ्नो खर्च, रुम भाडा, खाउलाउ, रुम रेन्टहरू अनि ट्रान्सपोर्टेसनदेखि लिएर फोन बिल अनि युटिलिटिजहरू जोड्दाखेरि चाहिँ मन्थली कति जति एक्सपेन्स आउँछ तिम्रो अहिले आफ्नो कुरा गर्दा? सो फुडको लागि $100 जति छुट्याम, अनि मेरो मोबाइलको लागि चाहिँ सिम प्लानको लागि $40 छ मन्थली, अनि त्यसपछि ट्रान्सपोर्टेसन त अब $50-60 भइहाल्यो। अब उबर चाहिँ एक्सक्लुडेड है, यो चाहिँ अब पब्लिक ट्रान्सपोर्टेसनलाई $50-60 लगाइहाल्छ बस पास किन्दा। बाँकी अब फुडको 100 भनिहालेँ, रेन्टको अब 500 जति लगाइहाल्छ इफ तिमी अब न्यु जर्सी जस्तो ठाउँमा बस्छौ। अब बाँकी गाउँ जस्तो ठाउँमा बस्छौ भने चाहिँ अलिक सस्तै पर्न सक्छ। अनि त्यही नै हो, एक्स्ट्रा खर्च भनेको लगभग 800 जति होला। सो 800 खर्च महिनाको र 5,000 पर सेमिस्टर भनेपछि एज एन इन्टरनेसनल स्टुडेन्ट हामीहरूले बाहिर काम गर्नु मिल्दैन भन्ने कुरा त सबैलाई थाहा छ र मिल्दैन पनि। अनि तिमीले आफ्नो एक्सपेन्स चाहिँ कसरी कभर गरिरहेको छौ अहिलेसम्म? फर्स्ट सेमिस्टर, अहिले तिमी सेकेन्ड सेमिस्टर भनेपछि तिमीले यो सेमिस्टरको चाहिँ पैसाहरू तिरिसक्यौ कि तिर्न बाँकी नै छ अझै? सो मैले ल्याउँदाखेरि चाहिँ मोर देन 5,000 ल्याएको थिएँ होइन, आउँदाखेरि। अनि ब्याङ्कमा थियो त्यो सबै पैसा, अब त्योबाट चलिरहेको थियो। अनि ट्युसनको लागि घरबाट मगाएँ फिलहाल, अनि 200-400-500 चाहिँ एउटा सर्वे न्यु इयरमा सर्वे थियो, त्यहीबाट कमा। बाँकी त घरबाटै मगाइरहेको छ, अरू त अप्सन छैन अहिलेसम्मलाई। भनेपछि नयाँ इन्कमरहरूलाई चाहिँ तिमीले के सल्लाह दिन चाहन्छौ कि स्कलरसिप लिएर स्याट दिएर नै कति जति सेमिस्टरको पर सेमिस्टर भएर चाहिँ आउँदाखेरि ठिक हुन्छ, र कतिभन्दा माथि ओभर भयो भने चाहिँ उनीहरूलाई युएस नआएकै ठिक जस्तो लाग्छ तिम्रो अहिलेको परिवेश? सक्छौ स्कलरसिप लिग, फुल स्कलरसिप लिग, अनि वहीँबाट हल्का कन्फर्म गरेर आऊ कि एउटा न एउटा अपर्च्युनिटी तिमीलाई जब अपर्च्युनिटी मिलोस् होइन, अनि अन क्याम्पस बस्ने वातावरण मिल्यो, अनि तिमी फुल स्कलरसिपमा आऊ। मेन तिम्रो इन्टेन्सन भनेको मेन गोल युएस आउनु छ भने तिमीले त्यो के भन्छ कलेजको फी चाहिँ तिर्नु नपर्ने जसरी आउनुपर्छ। सो त्यो भइसकेपछि तिम्रो हेडमा सबै बर्डनै हराउँछ कि अब बाँकी कुरा त तिमी आफै गर्न सकिहाल्छौ। सो कलेजको फी चाहिँ नतिर्ने हुनु पऱ्यो, अब स्याट राम्रो गर्नु पऱ्यो, अनि यो 1 वर्ष इन्भेस्ट गर्नु पऱ्यो राम्रोसँग, त्यही नै हो। हाम्रो इसक दाजुलाई एउटा प्रश्न मेरो, तपाईँ अमेरिका आएको चाहिँ अहिले करिब 4-4.5 वर्ष पुग्न लाग्यो होइन? सो अहिले 4.5 वर्षको अन्तरालमा तपाईँले चाहिँ अमेरिका के देख्नुभयो, र अमेरिका तपाईँलाई नै एउटै प्रश्न, अमेरिका कस्तो सोच्नु भएको थियो, कस्तो देख्नुभयो आउने बित्तिकै, र अहिले कस्तो रहेछ त अमेरिका, त्यसको बारेमा अलिकति खुलस्त पारिदिनुहोस्। मेरो नेपाली फेरि यस्तै छ होइन। मैले नि त्यो सोचे जस्तो अमेरिका चाहिँ पाइनँ। सोचेको थिएँ अमेरिका गएपछि अब लाइफ अर्कै हुन्छ, नेपालमा हुँदाखेरि अब अमेरिका भन्ने हुन्छ नि त। यहाँ आएपछि अब सेम थिङ, कोठा पहिला त मलाई मन परेन होइन। सोचे थिएँ त्यहाँको कोठाहरू अलिक फ्यान्सी होटेल टाइपको मुभीहरूमा देखे जस्तो हुन्छ होला, तर यहाँ आएपछि त काठमाडौँमा बसेकै कोठा जस्तै थियो, त्यस्तो खास केही थिएन क्या। त्यसपछि पढाइ वाइज म एकदमै डिसपोइन्टेड थिएँ, किनभने पढेका सबै +2मा पढेका कुराहरू नै यहाँ फेरि पढ्नु परिरहेको थियो ब्याचलर्समा। सो त्यो चाहिँ मलाई एकदमै नराम्रो लाग्यो। मैले सोचेको थिएँ नयाँ कुरा सिक्छु ब्याचलर्स जोइन गरेपछि, तर त्यस्तो खासै नयाँ कुरा केही सिकिएन। अरू त ठिकै छ, किनभने यहाँ आएपछि आफू इन्डिपेन्डेन्ट भयो होइन। नेपालमा हुँदा त अब बाबुआमा डिपेन्ड भएर बसेको थियो, पैसा उहाँहरूले दिएपछि मात्र केही गर्न मिल्ने, नत्र केही गर्न मिल्थेन। तर यहाँ आएपछि यसो अन क्याम्पस जब गरेर पैसा अलिकति कमाइयो, इन्टर्नसिप्सहरूबाट पैसा कमाइयो, कामहरू गरेर पैसा कमाएपछि यसो आफू अलिक इन्डिपेन्डेन्ट भयो, आफ्नो पैसा भएपछि अलिक खर्च गर्दा रमाइलो अर्कै हुने के। सो भनेपछि तपाईँले यो 4 वर्ष 4.5 वर्षको बसाइमा अमेरिकाले सिकाएको एकदम राम्रो पाठ चाहिँ के हो तपाईँले? राम्रो पाठ खै मलाई लाग्छ सबसे राम्रो पाठ भनेको मलाई चाहिँ पैसाको महत्त्व थाहा भयो।
पहिला नेपालमा हुँदा अब बाबुआमाले कमाएको पैसा अब खर्च गरिन्थ्यो उडाइन्थ्यो होइन, त्यस्तो खासै भ्यालु गरिन्थेन। तर यहाँ आएपछि आफूले मेहनत गरेर त्यो कमाएपछि होइन, त्यो गाह्रै हुँदो रहेछ पैसा कमाउन, त्यही पैसा कमाउन गाह्रै हुँदो रहेछ, अलिक सेभिङ गर्नु पर्दो रहेछ होइन, धेरै नचाहिने खर्च चाहिँ गर्नु हुँदो रहेछ भनेर फिल भयो क्या। सो मलाई चाहिँ पैसाको महत्त्व चाहिँ थाहा भयो यहाँ आएपछि। त्यो परिश्रम त्यो बाबुआमाले गरेर कस्तो कति धेरै दुःख गर्नु हो भनेर त्यो रियलाइज भयो क्या मलाई यहाँ आएपछि। त्योभन्दा पहिला त्यो रियलाइजेसन थिएन। सो अमेरिका आउनुभन्दा अगाडि, एप्लाई गर्नुभन्दा अगाडि अरू देश तपाईँको लिस्टमा थियो कि थिएन? कि तपाईँले अरू देशमा ट्राई गरेर अमेरिका अगाडि पछि गर्नुभयो कि अमेरिकालाई नै तपाईँले आफ्नो प्राथमिकतामा राखेर त्यसलाई यहाँ म गएरै छाड्छु भन्ने प्रतिबद्धता जाहेर गरेर आफूलाई सम्हालेर त्यहाँ त्यो बाटोबाट अमेरिका आउनुभयो कि कोही रिजेक्सन भएर तपाईँ अमेरिका आउनुभयो? एकदमै इन्ट्रेस्टिङ क्वेसन सोध्नुभयो हजुरले। मेरो फर्स्ट प्रायोरिटी अमेरिका नै थियो होइन। म चाहिँ 2019को क्लास हो, ग्रेजुएट भएँ 2019मा। त्यसपछि अमेरिका अप्लाई गरेँ। अब पढ्नमा राम्रो विद्यार्थी थिएँ, राम्रो जिपिएहरू थियो होइन। अनि अप्लाई गर्दा त सबै टप युनिभर्सिटीहरू अप्लाई गरेको थिएँ धेरै जसो। अनि यसो कलडेल नै गरेको थिएँ, अनि कलडेलमा एक्सेप्टेन्स आयो। त्यसपछि कोभिड-19 ठ्याक्कै त्यो 2020मा सुरु भयो। अनि त्यो कोभिड-19ले गर्दा नेपालमा एम्बेसीहरू बन्द भयो। त्यो भएर मैले इन्टरभ्यू दिन पाइनँ। अनि त्यसपछि घर बस्दा बस्दै अमेरिका जान नपाइने भयो जस्तो लाग्न थाल्यो। त्यसपछि म अरू देश हेर्न थालेँ क्या, क्यानाडा र अस्ट्रेलियातिर नै अप्लाई गरेँ। अनि उताबाट नै एक्सेप्टेन्स आएको थियो। क्यानाडामा स्कलरसिप थियो, पाएको थिएँ मैले। अनि अस्ट्रेलियातिर नै 75% जति स्कलरसिप थियो। अनि त्यस स्विनबर्न भन्ने एउटा युनिभर्सिटी थियो अस्ट्रेलियामा, त्यहाँ 75% पाएको थिएँ मैले। अनि त्यसपछि मैले त्यसको प्रोसेस सुरु गरेँ कि त्यो प्रोसेस सुरु गर्नलाई लोन लिनु पर्दो रहेछ। अनि लोन लिन ब्याङ्क गएँ। ब्याङ्क जाँदा अब म त एउटा जोइन्ट फ्यामिलीमा बस्छु। अनि मेरो ठुलो बुवाको छोरा थियो, ऊ पनि अस्ट्रेलियाको प्रोसेसमै थियो क्या। अनि हाम्रो जोइन्ट फ्यामिली भएर त्यो सडकमा भएको घरहरू जमिनहरूको होइन सबै त्यो के राख्छन् होइन, इभ्यालुएसन गराएर धितो राखेर उसले चाहिँ अलरेडी लोन लिइसकेको थियो क्या। सो त्यो भएर मेरो लागि चाहिँ त्यस्तो अब प्रोपर्टी चाहिँ थिएन धितो राखेर लोन लिनलाई। सो ब्याङ्कले चाहिँ हजुरको मिल्दैन भन्यो क्या। अनि म र बुबा चाहिँ बाटोमा फर्किँदाखेरि यसो होइन, मैले बुबालाई भने मैले युएस नै अप्लाई गरेर चाहिँ यस्तो यस्तो कुरा हो, एक्सेप्टेन्स चाहिँ छ भन्नुहोस् भने म इन्डिया गएर होइन इन्टरभ्यू चाहिँ दिन सक्छु, ट्राई दिन सक्छु होइन भनेर। अनि उहाँले ओके गर्नुभयो क्या। सो त्यहाँ त्यो लोनबाट फेल भएर यता चाहिँ इन्डिया गएर इन्टरभ्यू दिने प्लान बन्यो। अनि इन्डिया गएर यसो इन्टरभ्यू दिएको फर्स्ट अटेम्प्टमै निस्केछ क्या। अनि त्यसपछि यता आइयो। सो भाग्यले अब यतै लेखेको थियो जस्तो लाग्छ। पैसाबाट फेल खाएर पैसाको महत्त्व सिकाउने यात्रा एकदम राम्रो नै रह्यो एकदम। समुद्र आफ्नो सुनाउनुहोस् के छ हजुरको स्टोरी चाहिँ? मेरो परिवेशमा भन्नुपर्दा चाहिँ मेरो पनि त्यस्तै हो। मैले जब +2 पास गरेँ त्यो बेला चाहिँ लकडाउन थियो। अनि त्यसपछि चाहिँ हामी मेरो साथी र म चाहिँ अमेरिका एप्लाई गर्ने भनेर अनि गाउँ छोडेर काठमाडौँ आयौँ। अनि काठमाडौँ आएर एउटा होस्टेल, त्यो बेला चाहिँ होस्टेलमा अहिलेसम्म बसेको थिएन र त्यो बेला मेरो फर्स्ट टाइम नै होस्टेल थियो। साथी र म होस्टेल गयौँ। अनि त्यसपछि एउटा कन्सल्टेन्सी खोज्यौँ। कन्सल्टेन्सी बागबजारमा थियो कि पुतली बजारमा थियो। पुतली सडक बागबजार पुतली सडक होइन। अनि चाहिँ त्यहाँ चाहिँ कन्सल्टेन्सी खोजियो। कन्सल्टेन्सीमा गएर अनि त्यसपछि स्याट र टफेल पढ्ने भनेर चाहिँ अनि त्यो पढ्यौँ। अनि त्यसपछि स्याटको कथा चाहिँ एकदमै खतरा नै छ, त्यो अलि इन्ट्रेस्टिङै छ। हामी स्याट चाहिँ त्यो बेला लकडाउन ठ्याक्क खुलेको थियो। अनि त्यो बेला चाहिँ स्याट दिने भनेर हामी ट्रिनिटी कलेजमा चाहिँ स्याटको फर्म भऱ्यौँ, रजिस्टर गऱ्यौँ, पैसा नि पे गऱ्यौँ, सबै कुराहरू गऱ्यौँ। अनि त्यसपछि भोलि हामी 3 जना थियौँ साथीहरू चाहिँ गाउँबाट। तर एउटा साथी र म चाहिँ सँगै बस्थ्यौँ, हामी सँगै पढ्थ्यौँ। अनि एउटा चाहिँ अलिक टाढा बस्थ्यो। अनि हामी 3टाले सँगै रजिस्टर गरेको थियौँ। अनि ट्रिनिटी कलेजमा चाहिँ आजको लगभग 5 दिनपछि अगाडि चाहिँ भन्दा 5 दिनपछि चाहिँ इक्जाम थियो। आज चाहिँ हामीहरू सबैले इमेल पायौँ कि स्याटबाट चाहिँ कि स्याट क्यान्सल भयो, तिमीहरूको सिट नपुगेर क्यान्सल भयो भन्ने इमेल पायौँ। अनि एउटा साथीले चाहिँ इमेल नै पाएन।
अनि उसले चाहिँ इमेल पाएन, उसले पढिरहेछ च्याट होइन। अनि किन इमेल पाइन्छ भनेर हामी त सँगै एकै टाइममा उ गरेको थियौँ, रजिस्टर गरेको थियौँ। अनि त हाम्रो लाग्छ कि यसको भएन, हाम्रो मात्रै रिजेक्ट भयो, के भएको होला भन्यो। लास्टमा त उसले इमेल नै रङ हालेको रहेछ कि, उसको इमेल त सेन्ड त भएको रहेछ। अनि तर उसकोमा चाहिँ इमेल चाहिँ सेन्ड भएन भनेको उसको लागि त लाग्यो कि मेरो क्यान्सल भएको छैन भनेर ऊ पढेको गऱ्यो। अनि ऊ इक्जाम दिन जाँदाखेरि चाहिँ ऊ इक्जामै दिन पाएन। त्यसपछि एउटा त्यो भयो। त्यसपछि हामी अर्को अक्टोबर कतिमा खुलेको दिन पनि त्यो पनि कोभिडकै कारणले क्यान्सल भयो। त्यसपछि स्याट नदिने प्लान बनायो। त्यो बेला स्याट पनि एक्जामकै गरेको थियो, नदिने हुन्छ भनेर तिनीहरूले चाहिँ त्यो कम्पल्सनमा राखेको थिएन। अनि त्यसपछि चाहिँ कर्डवेल फर्स्ट चाहिँ कर्डवेल एप्लाई गऱ्यौँ एउटा युनिभर्सिटी, कर्डवेल युनिभर्सिटीमा। त्यसपछि चाहिँ युनिभर्सिटीको अलि I-20 मगाउने त्यो झन्झट नै छ, अलि कम्प्लेक्सै छ त I-20लाई चाहिँ पुरै नोटरी गराउने अनि के एफिडेभिटहरू, ब्याङ्क स्टेटमेन्टहरू अलि लफडा भएको कारणले चाहिँ म अरू युनिभर्सिटी, मिजोरी स्टेटहरू अनि मैले त्यो ट्रुम्यान स्टेट युनिभर्सिटीहरू एप्लाई गरेको थिएँ। त्यसमा जाने भनेर म फलमा 2021 को फलमा चाहिँ मैले इन्डियामा न्यू दिल्लीबाट इन्टरभ्यू दिने भनेर चाहिँ त्यो मिजोरी कि ट्रुम्यान स्टेट कुन युनिभर्सिटीको I-20 लिएर चाहिँ मैले त्यहाँबाट एप्लाई गरेँ। अनि त्यसपछि त्यहाँ पनि डेट कोर्दा डेट नपाएपछि त्यसपछि कर्डवेलकै त्यो त सेमिस्टर सकियो। त्यसपछि नेक्स्ट सेमिस्टरमा टिकट गरेर अनि कर्डवेलकोमा चाहिँ I-20 मगाइयो। त्यसपछि इन्टरभ्यू दियो, दिल्ली आएर त्यसपछि भिजा लाग्यो। त्यसपछि अमेरिका आइयो। अमेरिका आउने बेलामा चाहिँ हामी 1 2 3 4 जना, एउटा 2टा साथी थियो केन्टकी र हामी 2टा चाहिँ यहीँ आउने साथी भएर चाहिँ आएको थियौँ। आउँदाखेरि त्यहाँ एउटा इन्ट्रेस्टिङ के छ भन्दाखेरि चाहिँ जब हामी के अरे टर्किस एयरलाइन्समा आएको थियौँ त्यो बेला चाहिँ हाम्रो 23 घन्टाको ऊ थियो, ट्रान्जिट थियो। 23 घन्टाको फर्स्ट टाइम अमेरिका, त्यो पनि इन्टरनेसनल फ्लाइटमा, फर्स्ट टाइम फ्लाइट, फर्स्ट टाइम इन्टरनेसनल फ्लाइट। अनि त्यो पनि 23 घन्टाको ट्रान्जिट। खानेकुरा केही लागेको छैन त्यहाँ। फेरि टर्किसमा फेरि इङ्ग्लिस खासै नजान्ने कोही पनि, हामीहरूले बोलेको नबुझ्ने भन्दा पनि उनीहरूले नै नजान्ने कि बोल्नै नजान्ने। अनि त्यो हुँदा अनि त्यसपछि चाहिँ त्यहाँ एउटा घटना के घटेको थियो भन्दाखेरि साथीहरू हामी एउटा साथी र म रेस्टरुम गयौँ। अनि तिनीहरू झोला 2टा साथीले चाहिँ झोलाहरू पुरेर बसेको थिए। अनि मलाई चाहिँ लङ टोइलेट लाग्यो। म चाहिँ अलि एकैछिन टाइम लाग्ने भयो। त्यो साथी निक्लेर आयो। अनि तिनीहरू 3 जना भएर पार्क सुत्ने ठाउँ यस्तो सुत्न थकै लाग्यो नि त, लामो भयो त्यो लेओभर भयो होइन। त्यो भएर उनीहरू चाहिँ मलाई नसुनाइकन, म त उता छु, मलाई नसुनाइकन झोला टिपेर मेरो पनि झोला लिगेर अनि उनीहरू गएछन् अलि पर। अब मसँग फोन छैन, नेट छैन, केही पनि छैन होइन। उनीहरूसँग कन्ट्याक्ट बिहिन छु। म आएँ सिधै, म त कहाँ आउने भयो, जहाँबाट हामी छोटेको त्यहीँ आउने भयो। सुरुमा आउँदाखेरि कोही छैन, कोही छैनन् मान्छेहरू। मलाई त लाग्यो ल कहाँ गयो, खोजौँ कहाँ, उता केही पनि छैन, कन्ट्याक्ट छैन, केही छैन। म पागल भइसकेको थिएँ, रुन सकेको थिएन। एउटा साथी एउटा अन्टीको मोबाइल मागेर नेट खोजेर तिनीहरूको आइडी सर्च गरेर म्यासेज हानेछु। उनीहरू सुतेर बसेको, के को म्यासेज रिप्लाई गर्नु होइन। अनि त्यसपछि फेरि म खोज्दै अब त हिँड्नु पऱ्यो, त्यहीँ बसेर तपाईँ फेरि हिँड्न पनि नसक्यो। किन भन्दा उनीहरू मलाई खोज्दै आउने, मैले उनीहरूलाई खोज्दै हिँड्ने भन्दा झन् भयो। बरु म त्यहीँ बसी हुन्थ्यो कि जस्तो लाग्छ। एकमनले होइन, हिँड्दै जाँदाखेरि भेटिन्छ कि भन्ने लाग्यो। अनि यसो तल हेर्दै गएको त एउटा मान्छे साथी जस्तो मानेर सुतेको देखेँ। अनि गएर त्यसको गालामा रिस उठेछ नि, मलाई कस्तो रियल हो, मलाई रिस उठेछ। सिधै गएर टाउकोमा यसरी हामीको अर्को मान्छे परेछ, अर्को चाइनिज मान्छे परेछ, यसरी हेर्छ। अनि एउटा साथी यो साइडमा बसेको त्यसले मलाई देखो। अनि त्यो हाँसिरहेको छ त्यहाँबाट के गरेको, यो त हामीलाई थाहा नै थिएन गरेको भनेर उसले देखिरहेछ, कसरी हेर्छ। अनि मैले फेरि त्यहाँ के भनेछु भने भुवन साथीको नाम चाहिँ भुवन थियो, ऊ झै मानेर पिटेको थिएँ। त्यसलाई मैले नेपालीमा चाहिँ भुवन झै मानेर भनेर आत्तिएर होइन के पिटिहाल्यो होइन।
राम्रै नेपाल फर्काइदियो मानेर भनेछु अनि पछि सरी भने अनि झन्नै केही भनेन होइन। बेचेर हान्दा नि केही भनेन है यति रिस जुन रिस थियो नि मलाई त्यो छोडेर गएको नभनिकन उस्तै लाग्यो कपडा सपडा उस्तै लाग्यो झ्याम्मै हान्दै टाउका बिचरा भुवन चाहिँ पिट्नबाट बचेकै रहेछ अनि उनीहरू उता सुतेर अनि केही त्यो बेला त कहाँ बोल्नु चुप्प लाएर यता साइडमा बसेर म पनि उसले नहेरे चाहिँ हेर्छ कि भनेर यता साइडमा बसेर निदाजै गरेँ अनि पछि केटाहरूलाई सुनाउँदा अनि सरलाई हाँसेँ अनि त्यसपछि आइयो अमेरिका आउँदा एउटा दाइले पिकअप गर्नुभएको थियो। त्यसपछि आइयो आउँदाखेरि के अरे एउटा यो वासबर्न पोर्टवेल वासबर्नमा बसेको थिएँ एउटा इन्डियन अनि हामी दुईटा साथी भएर बसेको थियौँ। अनि त्यसपछि त्यहाँ पनि त्यस्तै भयो बसाइ मिलेन अलि त्यही उसले डन भने जस्तै हाम्रो पनि त्यस्तै डन पर्यो त्यसपछि चाहिँ अलि नमिलेर अनि त्यसपछि अर्कै सेमिस्टर चाहिँ त्यहाँ बस्न नसकेर म चाहिँ अनि यहाँ रोजल्यान्ड 132मा आइयो। यहाँ चाहिँ राज गरिरहेको छ खुसी छु बाच्या छ सबै कुरा जिन्दगीले सिकाइरहेको छु सिकिरहेको छु नजाने कुराहरू सोधिरहेको छु मेरो जिन्दगी चाहिँ चलिरहेछ भनौँ होइन त्यही नै हो। That's all for today's podcast. एन्ड गर्नु ल एन्ड गर्नु होस्ट ल यही नै हो हामी सबैले आफ्नो केही एक्सपिरियन्सहरू चाहिँ सेयर गऱ्यौँ ल बाँकी कुरा चाहिँ अर्कोचोटि हामीले गर्ने प्रतिबद्धता जाहेर गर्दै आजको यस पोडकास्टलाई हामी अहिले रातिको कति बज्यो रातिको 1-2 बजिसक्यो। भोलि सबैजनाको आफ्नो काम आफ्नो इन्टर्नसिप के हो अन क्याम्पस कामहरू भएको कारणले चाहिँ हामीहरूले चाहिँ यस पोडकास्टलाई स्थगित गर्न चाह्यौँ। ल नेक्स्ट टाइम हामीले भेट्ने बाचाको सहित आजको यस कार्यक्रम यस पोडकास्ट यस छोटो मिठो गफलाई यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। ओके गुड नाइट अहिलेसम्मको स्टार्टै नभएको स्टप गर्नुपर्छ कस्तो कुरा